हेलो साथीहरू, म चाहिँ ओछ्यानबाट आज भिडियो स्टार्ट गर्दैछु। सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। अब चाहिँ हामी उठ्ने ओर्ने अनि म चाहिँ अघि उठेर पनि खाजासाजा पनि खाइसकेको हो। अब आज हामी रुम सर्ने कोठा सर्ने कुरा मात्रै भएको, सामिना त लुगा पटेर प्याक गर्न स्टार्ट गरिसक्यो। त्यति मजाले पट्याएर पनि पर्दैन सामिना त्यो त। सामिनाको प्याकिङ गुडियाहरू त चेन लाग्छ। अब तिनीहरू लगाउनै पर्छ भन्न अब लगाउनै पर्छ। म मद्दत गर्छु। सबै सामानहरू प्याक गर्दैछु म। हमको जल्दी नेपाल जाना होगा इसीले नेपाल चाहिँ जान आँटेको होइन, हामीले रुम सर्न आँटेको। रुम अनि यता फेरि नेपाल जानुपर्छ भनेर यहाँ मिडिया छ। म्याडमको यस्तै भइरहेछ हल्का फुल्का, जिस्किन्छन् आफै रुन्छन्। ठुस्की चल्दैछ भन्ने म चाहिँ यहाँ सामानहरू सबै लत्था लिङ्ग प्याक गरेर भाता भुङ्गो बनाएर चाहिँ यहाँ भरेको सामान सब निकालेर पनि यहाँ झाँक्सेको लागेको छ। फ्रिजको सामानहरू पनि पोका पारेर चाहिँ अहिले निकालेर लाने। रिसाएर रुइले उठेको छ। चल्छु नै ऊ चाहिँ हो। आयो म चाहिँ सामानहरू तर पार्दैछु। अझै हामीले सबै प्याक गरेर पनि ल्याइसक्यौँ। ला किन खोलेको, अब कसरी लाउने हो। ल अब हामीहरू लाग्यौँ। मैले ब्याग बोकिसकेँ। अब हामीहरू चाहिँ झर्दैछौँ। भर्याङ पनि यस्तो अप्ठ्यारो छ फेरि माथि, सबैभन्दा माथिल्लो तलामा। यहाँसम्म दाजुहरू ल्याउँदै हुनुहुन्छ। यहाँदेखि माथि लिफ्टमा चढाएर लाने चाहिँ सामिना र मेरो जिम्मा छ। अब लान्छौँ हामीहरू सामानहरू चाहिँ। हेर्नु त आमामा जाउँ, थोरै रहेन रहेछ हो। अब कहिले कसरी मिलाइसक्नु बाबा रे। ए लत्था लिङ्ग नयाँ रुम चाहिँ यही हो। यता चाहिँ किचन, यहाँ माथि लुगा सुकाउने ठाउँ छ अरे। लुगा सुकाउने यहाँको भ्यू चाहिँ पुरै यहाँबाट देखिने रहेछ नि त सबै। ए पुरै देखिने रहेछ रेल कुद्ने बाटो यो। ऐना पनि रहेछ। अब लत्थालिङ्ग भएको रुम चाहिँ अब चटक्क बनाउने काम हाम्रो। हामीले चाहिँ सबैजना मिलेर यो सबै रुमहरू टक्कसँगले मिलाउँदैछौँ। म लुगाहरू मिलाउँदैछु। सबैजना आफ्नो आफ्नो काम गरिरहेछौँ हामीले। मलाई यहाँनिर अर्को साउन्ड लाउनु नै आएन, त्यही भएर मैले भोइस कभर गरेको। लत्थालिङ्ग भएको सामान चाहिँ हामी मिलाउँदैछौँ। रुमहरू चाहिँ मिलिसक्यो। अब यहाँ अलिकति बाँकी छ, त्यो किचनको हो सामानहरू। किचन चाहिँ यत्रो रहेछ डल, तर पनि हामी म्यानेज गर्दैछौँ। छैन तिनीहरू त्यहाँ होइन। मैले चाहिँ सामानहरू पनि सबै मिलाइसकेँ यहाँ किचनमा पनि। यहाँ मुनि लगाएर मैले भराइसकेँ। बनाएछ यता अझै लथालिङ्गै छ अझै। कहाँ छ गुडियाहरू? गुडियाहरू चाहिँ निकाल अनि अरू चाहिँ केही ननिकाल है। यता चाहिँ टिभी छ, यता चाहिँ बाथरुम, यता फ्रिज यस्तै छ। यता चाहिँ दराज।
हामीले चाहिँ सबै मिलाइसक्यौँ। अब नेपालदेखि पठाएको सामान पनि आइपुग्यो। हेर न एउटा नाइ त तँलाई त म छुछु देख्दा त ल लुचु त्यो के गरेर पठाएको थियो यो खोलेर चेक गरेको होला हैन चेक गर्छ नि त यो लुगाहरु सबै लुगा आएछ है लुगा ला के पढायो ल एक चेक गरौँ है क्या आ रहा है नेपाल से होइन यो पासवर्ड के है चटपटेको सामान चटपटेको सामान आयो। चटपटे नखाएको महिनौ भएको थियो अब ठ्याक्क अब चटपटे बनाएर खाने लामा वाह सामिनाको उही गयो उही सामिनाको खै अर्को यहाँ रहेछ अर्को झोला चाहिँ फाल्दैम ल 10 रुपैयाँको ला गाँठै गाँठो भयो त यो हो कि बाबाले पठाउनु भएको थियो त्यो बिखाउ न त यो के हो यो ए यो रहेछ नानाले पठाउनु भएको कति लगाउ ल लगाउ न लगाउ भुइँ टेक्दै सामिनाको कोरियाबाट आएको कपाल कस्तो यो चाहिँ सेम रेडली कपाल जस्तै छ यो चाहिँ राम्रो बनाइदिएछ त्यो पनि गरमको बनाइदिएछ यो बनाइदिएछ त्यो सानो बनाइदिएछ कोरियन भइहाल्यो है अब त्यो त हाम्रो नानाले किनेको हो यो चाहिँ बिग्रि नै सकेछ हो दुम्सी जस्तो देख्यो त हेरौँ यो तपाईँलाई अट्छ तपाईँलाई यता चाहिँ आफ्नो आफ्नो कपाल लगाउने कार्यक्रम भइरहेको छ राजसभा शङ्ख रे शङ्ख मैले चाहिँ चटपटेको सामान पाइहालेँ अब म चटपटे मिठो बनाएर खाने शङ्ख यहाँ शङ्ख सामिनाको लागि लुगाहरू पनि रास आयो आउन चाहिँ तर अलिक सानो सानो भयो जस्तो कुरा यहाँ आयो त्यहाँ एयरपोर्ट छ त्यहाँ पुरी हो तेरो बापा ल यहाँ चाहिँ माहौल त खतरा खतरा भइरहेछ त खै रोशन भाइ त हेर्नु टार्जन हो टार्जन होइन यसलाई पनि त्यो यो लाएर त्यो टोपी लागिदिँदा हुन्छ क्या त्यस्तो माथि मात्रै क्या मेरो कपाल झर्नुको लागि झर्ने कपाललाई चाहिँ यो दामी भयो पासवर्ड लाउने भाइ सामिना घुमा त यता हेर मन पर्यो खै अनि बाबालाई केही भन्ने ल बाबाले पनि हेर्नु हुँदो रहेछ त भिडियो थ्याङ्क यू सो मच भनेर भिडियोको देखाउँछ यता देखा नि यता ठिक गरेर राप भएछ ल भन ल त बाबाको लागि थ्याङ्क यू सो मच भन थ्याङ्क यू सो मच बा यति खुसी लाग्यो, हाँस्दै नै पठाइदिनु भएकोमा भन न यति राम्रो कपाल पठाइदिनु भएकोमा हाँस न कतिको मन पर्यो के मन पर्यो भन न सबै मलाई एकदम धेरै मन पर्यो कि अलि मन पर्यो कि एकदम धेरै मन पर्यो खै रोशन दाइ त कहाँ यहाँ खै कोरु यो चाहिँ राम्रो छ यस्तो होइन कलर सिउँ टक्कै भुँडी त नानाले पठाएर कति नराम्रो होइन यो हेरेर यो त धेरै सानो भयो त नि हुन्छ ठिकै छ अब चाहिँ मेरो कपाल साह्रो झर्छ नि त अनि यो मैले ठ्याक्क लाएँ मलाई काम लाग्ने रहेछ यस्तो यो चाहिँ आजको भिडियो चाहिँ अब म यहीँ एन्ड गर्छु कति लामो भइसक्यो हामी चाहिँ अहिले नयाँ रुममा सरेको आइसक्यौँ सामानहरू पनि सबै मिलाइसक्यौँ अब दामी किलो चटपटे बनाएर खाने सबैजनाले मेरो भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला बाई बाई